नमस्ते साथीहरु, आज चाहिँ म तपाईहरुलाई अर्को एउटा नयाँ सन्देशमूलक भिडियो लिएर आएको छु। यदि तपाईहरु वैदेशिक रोजगारमा या त शिक्षाको लागि विदेश जान चाहँदै हुनुहुन्छ भने तपाईले ई पासवर्ड बनाउँदै हुनुहुन्छ तर तपाईसँग राष्ट्रिय परिचय पत्र छैन भने तपाईले फर्म भरिसक्नु भएको छ तर तपाईसँग राष्ट्रिय परिचय पत्र आइसकेको छैन, त्यसको नम्बर पनि छैन भने तपाईले राष्ट्रिय परिचय पत्र भरेको त्यो जुन स्लिप हुन्छ त्यसमा चाहिँ तपाईसँग 16 अंकको नम्बर हुन्छ। यदि तपाई मेसेज बक्समा जानुहुन्छ भने यहाँनेर तपाईको प्लसको आइकन हुन्छ, प्लसमा जाने र तपाईले यहाँनेर देख्न सक्नुहुन्छ यो माथिको 2 लेखेकोमा 30001 हान्न सक्नुहुन्छ। 3 टा 0 1 हानेर तल चाहिँ तपाईले नेपालको आईडी कार्ड भएको हुनाले यहाँ हान्ने, त्यहाँबाट 16 वटा नम्बर तपाईले यहाँ हान्नु पर्ने हुन्छ र 16 वटा नम्बर हानिसकेपछि तपाईले सेन्ड गर्नुभयो भने यहाँ जसरी मलाई इन्भ्यालिड भनेको छ तपाईहरुलाई चाहिँ यसले तपाईहरुको आईडी नम्बर चाहिँ पठाइदिनेछ र तपाईले आफ्नो ई पासवर्ड बनाउँदै गर्दा चाहिँ यसले धेरै ठूलो सहायता गर्नेछ र तपाईले त्यो नम्बर ई पासवर्डमा राख्न सक्नुहुन्छ। तपाईसँग राष्ट्रिय परिचय पत्र छैन भने पनि यो नम्बरले काम गर्नेछ र यति नै छ आजको सन्देश। तपाईहरुले चाहिँ यो मेरो भिडियो हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला र ताकि म अरु भिडियोहरु बनाउँदै गर्दा मलाई अझै यसले हौसला मिल्नेछ र म तपाईहरुको लागि नयाँ महत्त्वपूर्ण भिडियोहरु लिएर आउने छु। हवस् त आजलाई चाहिँ यो भिडियो यति नै राख्दछु। बाँकी अर्को भिडियोमा हामी फेरि नयाँ सन्देशको साथ भेट्ने छौं है त।